मञ्चमा उभिएर बोल्दै गर्दाखेरि एकका राख्नुपर्छ कि हामीले के बोलिरहेका छौँ। पत्रकारिताको कुरा होस्, महिलाको कुरा होस्, पुरुषको कुरा होस्, वा सबै विषयमा यदि केही कतै मबाट पनि त्यस्तो गल्ती भएको रहेछ भने म तपाईँलाई माफी चाहन्छु। आदरणीय साथीहरू, आदरणीय अग्रजहरू, म अन्तिममा जाँदा जाँदै तपाईँलाई के भन्न चाहन्छु भने पोखरेली कवि कृष्ण श्रेष्ठले भन्छ, एउटा कविता छ हिउँको नाम भन्ने छ। हिउँमा लेखेर आएका छौँ हामीले आफ्ना नामहरू, एकैछिनमा घाम लाग्यो भने पनि रहने छैनन् हाम्रा नामहरू, एकैछिन हिउँ थपियो भने पनि रहने छैनन् हाम्रा नामहरू, हामी हुँदै नरहने हाम्रा नामहरू, हामी नै नभएपछि कसरी रहला हाम्रा नामहरू। पद भनेको हिउँको नाम हो। यो हिउँको नाममा घाम लाग्यो भने पनि मेटिने, हिउँ थपियो भने पनि मेटिने, हिउँको नाममा, हिउँमा लेखेर आएको नाममा तपाईँहरूको हाम्रो हामी सबैको धेरै दाबी थियो। आज पदाधिकारी 9 सदस्य भएको छ, 49 केन्द्रीय कमिटी भएको छ, धेरै साथीहरूले अटाउनु भएको छैन। म जस्तै यो बन्द सत्रलाई हात हल्लाएर बिदा हुँदै हुनुहुन्छ, हामी सबै बिदा हुँदैछौँ। म तपाईँलाई यति मात्र अनुरोध गर्न चाहन्छु, त्यो हिउँको नाम भुलिदिनुहोस्। सबैभन्दा अजम्बरी, सबैभन्दा कहिल्यै नमेटिने त तपाईँको ज्ञान हो, तपाईँको विवेक हो, तपाईँको अध्ययन हो। त्यो ज्ञानको, त्यो विवेकको यात्रामा तपाईँ हामी जहिले साथ हुनेछौँ। र म फेरि एउटा नेतृत्वलाई के अनुरोध गर्न चाहन्छु भने यो हिउँको नामको उछिन पाछिनमा मलाई समर्थन गर्ने अथवा मलाई माया गर्ने साथीहरूलाई सम्मानको भावले, सम्मानको आँखाले सधैँ हेरिदिनको लागि पनि म अनुरोध गर्न चाहन्छु। आदरणीय साथीहरू, अग्रजहरू, आज हामी अब यो अन्तिमको समापनको तहमा छौँ। अब केही बेरमा यहाँ नामहरू प्रस्तुत हुनेछन्। फेरि म पनि यहाँलाई भन्न चाहन्छु, आज हामी माथिको 74 घेराबन्दी, हामी माथिको 74 प्रश्नहरूको उत्तर दिने यो अभियानमा साथीहरू हुनुहुन्छ। हामी छौँ। यो घेराबन्दीलाई हामीले तोड्नु छ। यो इतिहासले सोधेको प्रश्न हामीले उत्तर दिनु छ। त्यसकारण यो हिउँको नामहरूको पर पाएन भनेर तपाईँहरू दुःख नमान्नु होला। तपाईँहरूले मलाई हेरेर चित्त बुझाउनु होला। त्यो सङ्गठनमा 22 वर्ष आफ्नो जिन्दगीको उर्वर समय बिताउने गरेको एउटा मान्छे हो, एउटा तपाईँको साथी हो। तपाईँसँग हाँसेर म बिदा हुँदैछु। र फेरि पनि अन्तिममा काठमाडौँ फर्किनु छ, भानुलाई काठमाडौँ फर्किनु छ, हामी काठमाडौँ फर्किनु छ। म अन्तिममा इतिहासको 2-3 कुरा चाहिँ म दर्ज गराएर जानुपर्छ भन्ने लाग्छ। यो कुरा म दर्ज गराएर चाहन्छु। आज हामी एउटा अप्ठ्यारो मोडमा, कठिन मोडमा भएको कारणले होला आज प्रतिनिधिहरूको भावना पर्याप्त सम्बोधन भएन। यो सम्बोधन गर्नको लागि यो नेतृत्वले इतिहासमा यसको यो निरूपण गरोस्। जनताको बहुदलीय जनवादको प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने
जुन सिद्धान्त छ त्यसलाई अङ्गीकार किन गरिरहेको छैन, त्यसको समस्या के हो, त्यसको अवरोध के हो, त्यसको पनि निरूपण गरोस्। पार्टीमा संगठनमा लोकतान्त्रिक अभ्यास गरिँदा संगठन कमजोर हुन्छ भन्ने भाष्य किन निर्माण भयो, यसको पनि यो नेतृत्वले यसको पनि निरूपण गरोस्। हामीलाई निर्वाचन गराइदिनुहोस्, स्वास्थ्य प्रतिस्पर्धा गरिदिनुहोस् भन्ने साथीहरूलाई पार्टी अथवा संगठन विरोधी भनेर प्रश्न गर्ने अवस्था किन आयो, यो पनि इतिहासले निरूपण गरोस्, समयले निरूपण गरोस्। नेतृत्वको उसमा म गम्भीर हिसाबले यो नोट गराउन चाहन्छु। म जित्दै गर्दाखेरि, राजेश राई जित्दै गर्दाखेरि, अथवा कोही सबिन प्रियासन देवीका गल्ती मगर अथवा कोही जित्दै गर्दाखेरि संगठन हार्छ, पार्टी हार्छ, अध्यक्ष हार्छ भन्ने भाष्य कहाँबाट निर्माण भयो? त्यो कोरलले कारखाना कहाँ हो? किन त्यसो भनिन्छ? त्यसको पनि म यो समयलाई यो नेतृत्वलाई निरूपण गर्नका लागि म तपाईँलाई अनुरोध गर्न चाहन्छु, नेतृत्वलाई म अनुरोध गर्न चाहन्छु, यो गरोस्, यो गर्नुपर्छ। र अन्तिममा फेरि पनि म साथीहरूलाई कोशीमा आउनुभएको छ, कोशीको बसाइ सुखद रह्यो होला, सप्तकोशी तरेर जाने हुन्छ, कोशीकोमा केही समस्या भयो भने सप्तकोशी तरेर जाने गर्दाखेरि त्यो सबै कुरा भुलिदिनुहोस्। र एउटा कुरामा म तपाईँहरूको बिचमा सधैँ हुनेछु, सधैँ लड्नेछु कि अब राजेश राईमाथिको प्रश्न यो अन्तिम होस्। कि उसले अध्यक्ष गर्दाखेरि संगठन हुन्छ, कमजोर हुन्छ, पार्टी कमजोर हुन्छ भन्ने यो प्रश्न यो अन्तिम होस्। यो सप्तकोशीले बगाओस्, कोशीले बगाओस्, यो इतिहासले बगाओस्। र भोलि त्यस हिसाबले तपाईँहरूमाथि आइलाग्यो भने म त्यसको पक्षमा बोल्नेछु। हरेक सदस्यहरू जित्दै गर्दाखेरि, हरेक सदस्यहरू निर्वाचित हुँदै गर्दाखेरि पार्टीले गर्व गर्ने दिन एक दिन आउनेछ। पार्टीमा एक दिन फेरि पनि मास्तिर होइन, उचाइतिर होइन, आधारतिर फर्किने दिन एक दिन फर्किन्छ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु। उचाइतिर होइन, आधारतिर फर्किने दिन, उचाइतिर नमस्कार गर्ने होइन, आधारतिर फर्केर अगाडि बढ्ने दिन एक दिन यो पार्टीमा फर्किन्छ भन्ने मलाई त्यो गहिरो विश्वास छ। त्यो फर्काउनको लागि साथीहरू लाग्नु होला, हामी लाग्नेछौँ। हामी जनताको बीचमा जाँदा, साथीभाइको बीचमा जाँदाखेरि बलियो हुन्छौँ भन्ने त्यो मान्यता स्थापित होस्। त्यसको लागि तपाईँको प्रयत्न रहोस् भन्ने लाग्छ। र फेरि पनि म यहाँहरूलाई यो 22 वर्ष यात्रामा मलाई सघाउनुभयो, माया गर्नुभयो, आशीर्वाद दिनुभयो, सहकार्य गर्नुभयो। म तपाईँहरूप्रति सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु। अघि 1 मिनेटसम्म, अघि 1 घन्टा अघिसम्म मलाई तपाईँहरूले अध्यक्षको रूपमा प्रिय साथी, प्रिय कमरेड, प्रिय भाइ भनेर तपाईँहरूले देख्नु खोज्नुभयो। मैले तपाईँहरूले देखेको, तपाईँहरूको आँखाले देखेको सपना, तपाईँहरूले चाहेको कुरा पुरा गर्न सकिनँ, मलाई माफ गरिदिनु होला।
म अध्यक्षको रूपमा होइन, तपाईँको साथीको रूपमा सधैँ हुनेछु र म यो हलबाट निस्केर जाँदै गर्दाखेरि फेरि पनि म नयाँ साथीहरूलाई भन्छु, इतिहासले सोधेको त्यो 20-25 वटा यो इतिहासको नयाँ घुम्तीमा तपाईँले सामना गर्नुपर्ने ती 9-10 वटा कामहरूको सफलतापूर्वक तपाईँले सम्पन्न गर्नुभयो भने मात्रै म तपाईँलाई बधाई दिन्छु। अहिले म तपाईँलाई शुभकामना भन्ने उभिएको पार्टी सङ्गठन आन्दोलनप्रति तपाईँले त्यो भूमिका निभाउनुभयो भने मात्रै तपाईँहरू बधाईको पात्र हुनुहुन्छ। फेरि पनि भानु दाइ अगाडि हुनुहुन्छ, रायमन दाइ हुनुहुन्छ, लक्ष्मण दाइ हुनुहुन्छ, रायन दाइ हुनुहुन्छ। निर्वाचनको दौरानमा आकांक्षाहरू राख्दाखेरि, आफ्ना दाबी प्रस्तुतहरू गर्दाखेरि कहिलेकाहीँ मान्छेहरू भावुक पनि हुन्छन्, उद्वेलित पनि हुन्छन्। त्यो बेला तपाईँहरूलाई मैले केही भनेको रहेछु भने पनि मेरो भाइ उद्वेलित भएर भन्यो, भावुक भएर भन्यो अथवा आक्रोशित भयो भनेर तपाईँले मलाई माफ गरिदिनु होला। म थुप्रै तपाईँको चाहिँ अधिवेशनहरूमा गएको थिएँ, जिल्ला अधिवेशनहरूमा, प्रदेश अधिवेशनहरूमा। त्यो नेतृत्वको स्वाभाविक रूपमा उचित पासित पनि थियो होला अथवा दाबी पनि थियो होला। म लड्ने गर्दा पनि तपाईँलाई केही भन्यो होला। यदि त्यसो भन्यो भने पनि तपाईँहरूले माफ गरिदिनु होला। यसले यति नै जाने भन्नु होला। र अन्तिममा फेरि पनि भन्छ, अब मैले सकेँ। यो मञ्चमा उभिएर भन्ने साथीहरूलाई म के भन्न चाहन्छु भने हामी मञ्चमा छौँ, तलको साथीलाई निर्देशन दिनुपर्छ। मञ्चमा बस्ने हामी सबै जान्ने हौँ, सबै चिज जान्छौँ, तलकोले निर्देशन पालना गर्नुपर्छ। उचाइले सबै चिज गर्यो भने हुन्छ भन्ने भ्रम नराख्नु। आधार छैन भने उचाइको काम छैन। आधार भत्कियो भने उचाइ गर्न गुजुङ गर्छ। त्यो उचाइ निर्माणमा कटुले तपाईँको यो मेरो मञ्चमा अगाडि रहनुभएका आदरणीय सबै कमरेडहरूलाई म हार्दिक लाज सलाम भन्न चाहन्छु, अभिवादन भन्न चाहन्छु। फर्केर गएपछि हाम्रो पत्रकारिताको दौरानमा नयाँ यात्रा सुरु नै हुनेछ। त्यस बिचमा हामी सँगै हुनेछौँ। साथीहरू सानो मन नगर्नु होला, मलाई हेरेर चित्त बुझाउनु होला। महासचिवमा दाबी गर्ने, उपाध्यक्षमा दाबी गर्ने, केन्द्रीय सदस्यमा दाबी गर्ने सबै साथीहरूले राजेश दाइको अनुहार हेरेर चित्त बुझाउनु होला। मैले 22 वर्ष आफ्नो उर्वर जिन्दगी बिताएँ। मैले जित्यो भने सङ्गठनले हार्छ, कमजोर हुन्छ भन्नेहरू नभएको होइन। म एउटा मान्छे हार्दाखेरि यो पार्टी जित्छ, यो सङ्गठन जित्छ, पार्टीको अध्यक्ष बलियो हुन्छ अथवा त्यो हुन्छ भने म हार्न तयार भएँ। म यति भनेर यहाँको बिचमा बिदा हुन चाहन्छु र सबैलाई फेरि एकचोटि शुभयात्रा भन्न चाहन्छु। नमस्कार, हार्दिक अभिवादन।